सबैजना सन्चै राम्रो हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु आज फेरि पनि हजुरको माझमा मैले नयाँ ब्लग लिएर आइसकेको छु के को बारेमा भन्दा चाहिँ समथिङ रिलेटेड अबाउट म्युजिक है त सो आज फेरि पनि हाम्रो म्युजिककै बारेमा ब्लग आउन आँटेको छ कोसँग केसँग कस्तो के भन्दाखेरि चाहिँ हाम्रो ब्यान्ड कल ब्ल्याङ्क सिट है त थाहा नै होला तपाईँलाई थाहा छैन भने गएर अगाडि ब्लग चेक गरिदिनु होला मेरो ऐना पोखरीको द्याट वाज द लास्ट सो विथ द ब्यान्ड ब्ल्याङ्क सिट है त र अहिले चाहिँ म फेरि पनि हाम्रो ब्ल्याङ्क सिटहरूसँग भेटिसकेको छु किनभने हाम्रो सो छ कहिले के भन्दा त्यसको पनि ब्लग आउँछ स्टे ट्युन त्यही भएर सब्सक्राइब गर्नुपर्छ है च्यानललाई किनभने अगाडि फेरि ब्लग आउँछ र द्याट विल बी द इन्ट्रेस्टिङ ब्लग र द्याट विल बी द वान अफ द मोस्ट इन्ट्रेस्टिङ सो एभर आई हेड इन माई लाइफ है त किन भन्दाखेरि त्यो सो चाहिँ हाम्रो एउटा खत्रै ठाउँमा छ होइन सो द्याट विल बी द बेस्ट प्लेस फर मी टु बी प्लेड होइन अनि मजा नै आउँछ होला र अरू यस्तो कुराहरू हुँदै गर्छ त्यो अर्को ब्लगको कुरा सो आज चाहिँ हाम्रो ज्याम अप छ फर द सो होइन त्यही सोको लागि हाम्रो ज्याम अप छ र अब हामी ज्याम अपको लागि निस्किनु आँटेको यहाँबाट चाहिँ म मनोज साथी सुदर्शन साथी सुरुमा निस्किन्छौँ अनि एलन दाई सौगात साथी अनि हाम्रो अर्को एउटा नयन दाई हुनुहुन्छ त्यो दाईहरू निस्किनुहुन्छ सो अहिले चाहिँ हामी निस्क्यौँ ल अगाडि जाउँ गएर पुगौँ केटाहरूसँग भेटौँ के कस्तो छ सबलाई देखाउनु छु र त आशा राखेको छु यो भिडियो पनि तपाईँहरू अन्तिमसम्म हेरिदिनुहुन्छ मन पर्नेमा लाइक सब्सक्राइब सेयर कमेन्ट गर्नु नबिर्सिनु होला है त अहिले हाम्रो प्र्याक्टिस रुममा छौँ होइन अनि हाम्रो प्र्याक्टिस चलिरहेछ हाम्रो सबैजना होइन सो अब प्र्याक्टिसहरू गरौँ के कसो हुन्छ अगाडि गएर भेटौँ है त सानो सर्ट ब्रेक भएको छ अहिले गाइज हामी चाहिँ हाम्रो यहाँ क्याफेमा वी आर टु हेभ सम खाजा है त हाम्रो नयन दाई यता हाम्रो अझ एउटा नयन दाई हुनुहुन्छ है त हाम्रो आजको मेन डुप्लिकेट हेभी गो विथ अब सौगात चेम्जुङ साथी होइन अनि एज अलवेज सबैलाई थाहा छँदैछ हाम्रो एलन दाई पनि हुनुहुन्छ होइन सो हाम्रो भाइ पनि छ है त ल अनि हामी चाहिँ अहिले यहाँ गाइस खाजा खाँदैन केरखामा आएको सबैलाई भेटिन सक्नुभयो होला सो हाम्रो यहाँ अझ एउटा साथी पनि छ मनोज साथी पनि यता हामीसँग मनोज साथी पनि छ ल गाइस लेट्स ह्याभ सम खाजा अनि अगाडि गएर प्र्याक्टिस रुममा भेटौँ अब खाजा र हाम्रो यहाँ प्र्याक्टिस चलि नै रहेछ होइन ल अब अगाडि यसो गानाहरू सुनिदिनु होला हाम्रो के कस्तो लाग्छ
guys, que sogra oh. Que sogra. After a long time, हामी चाहिँ आउँदै छौँ एकदमै रमाइलो भइरहेको छ। मजा लाग्छ। लगेर सुमा भेट्नुपर्छ हामी 30 गते भेट्नुपर्छ सबैजना। आजको हाम्रो ब्यान्ड मेम्बर चाहिँ है गाइस। यता छ हाम्रो सौगात चेम्जुङ। यता छ हाम्रो नयन चेम्जुङ बेसिस नावट। अनि हाम्रो क्रू मेम्बर यता हो। यता हाम्रो ड्रमर असली ड्रमर यता हाम्रो फेरि म्यानेजर यता चाहिँ हाम्रो लिड गिटारिस्ट मलाई सूर्य देव हाम्रो चाहिँ अब यसो प्र्याक्टिस सकिसक्यो वी आर टायर्ड टुडे एकदमै हेभी गो विथ अब बेसिस चाहिँ होइन यहाँ हाम्रो चट्ट कस्तो हो त प्र्याक्टिस आज बाबा सो हामी चाहिँ झन्डै दिउँसो छिरेको रात परिसक्यो होइन साथी हाम्रो अलुन्दा हुनुहुन्छ अन्धकार भइसक्यो गाइस ल आजको प्र्याक्टिस हाम्रो सक्यो अब सो कहिले हो के हो त्यसको पनि ब्लग आउँछ त्यही भएर तपाईँहरूले च्यानल सब्सक्राइब गरेर स्टे ट्युन फर द सो ब्लग है त गाइस ल अगाडि आर्यन साथीको होइन आज आर्यन साथी बन्दुकै भएको छ खोइ बन्दु कहाँ छ आर्यन दोस्त हेलो गाइज वेलकम टु माई ब्लग हेलो गाइस वेलकम टु माई ब्लग यस 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 सो इक्जाम सकेर यहाँ हाम्रो यसो फेन्टा पान हुँदै थियो होइन फेन्टा पनि खाइसक्यौँ हामीले मनोजलाई केही भन्नु छ 2 शब्द हाम्रो आज प्र्याक्टिसको बारेमा हाम्रो यता सौगात साथी नै छ यहाँ हाम्रो कान्छा बिजी छ यहाँ हाम्रो भोकलिस्टको डान्स थिचिँदैछ हाम्रो बेसिस दाई पनि बिजी हाम्रो अलम दाई हाम्रो अर्को नयन दाई हाम्रो म्यानेजर दाई चाहिँ होइन प्र्याक्टिस सबै नै सकिसकेको थियो अनि वी जस्ट कम्प्लिटेड अब एभ्रिथिङ वी हेड अब डिनर होइन हाम्रो आज सबै सकिसक्यो र हामी चाहिँ अहिले अब यसो दसैँ लागिरहेछ पिङ खेल्नु गएको दसैँ पिङ होइन त साथी हामी चाहिँ कहाँ गएको अरे हामी अब पिङ खेल्ने हो आर्यन र मोहम्मद चिने भनेर प्लान त बनेको छैन हाम्रो अब हामी गएर पिङ नि खेल्ने भनेको छौँ है त सो लेट्स प्ले दसैँ पिङ अब एकछिन किनभने हाम्रो दसैँ आइसकेको छ आज 28 तारिक हो 2 तारिक अक्टोबर टिका पनि हो र इट्स अलरेडी 12:22 है त हामी रातिको 11 बजेर 22 मिनटमा जाँदैछौँ विथ हाम्रो पोल्यान्ड साथी होइन त साथी हामी कहाँ गएको साथी पिङ खेल्न हामी दसैँ मनाउनु गएको है त गाइस ल हामी चाहिँ यहाँ होइन पिङ खेल्ने ठाउँमा ठ्याक्कै यो लाइट मुनि उभिरहेको छु म तर मेरो फोनको है त भर्खर मचेको मान्छे जङ्गलको बिचमा केर खाएको होइन के हो साथी गोले क्या हो बर्सर दिनको रमाइलो चाड राति हुँदा सोचिरहेको बढी सपनामा देखिरहेको मैले पनि फाँसी राक्षस भयो मान्छे साथ दिनुपर्ने ठाउँमा झन् पीडा दिन्छेस् आफ्नो काममा फोकस दे जसले गर्छ त्यसले कुरा काट्ने बुझिरहेको कुराहरू त्यसले भन्दा सुनिरहेको गाह्रो भयो टिक्न यहाँ आफ्नो मान्छे कोही छैन गाह्रो भयो बित्न जिते पनि हारिदिन्छु छेउमा छ समस्या त्यही नि म हाँसिदिन्छु चिसो मेरो मन भिजिरहेको झन् मनभित्र शरीर मेरो मरिरहेको शैतान आउँदै कानमा मेरो बनिदिएको भइरहेको छु पागल लिएर कागज इतिहास पल्टाउन बाँकी पागल छ बानी कामहरू टन्न छ फर्केर नहेर त बानी छ खराब नेपालमा राजा र रानीको सहर यसले कटाजीको मैले थापिरहेको घाँटी यस्तै छ दुनियाँ आफ्नो होइन
अरूको हेर त राम्रो बोल्दा त्यसलाई पोलो छाती मेरो ठुलो किङकङको जत्रो ऱ्याप मेरो कडा हेर्दैछु को छ भाइको लागि समय अनुसारमा परिवर्तन हुन पुगे भावना पनि मित्र मनमा अझै त्यही खाले साधारण सरल शैली मनमा सबको पस्ने खाले पारा देखाउनेको मुजी धेरै पल्ट सेकी झारे भिन्न सोचको परे हेर्दै मान्छे म छु अर्कै खाले परिवर्तन हुन सिक अरूलाई हेर्छु त मनले आफ्नो बनाउँदैको जालमा माछा सरी फसी राति निका सिधे भए पनि आफ्नै ठाने सधैँ खप्ते पछाडिबाट छुरा तयार हुन्छ अति घातक सम्बन्धको मित्र र मित्रताको कुराहरू गरिराखे सधैँ जित्फा निष्कर्ष चिनिसको मुजी बिचौले नमस्कार खबरदार अब लागिसक्यो अत्याचार कस्तो भनी बुझ्न लाग्यो मलाई धेरै साल मान्दिन हार मुजी मर्दको जात मेरो सफलताले सिकाउँछु द लाग्छ तँलाई धार गर्छु मेहनत विराट मेरो आमा छन् 4 दाजु भाइ चिना अरूको पनि चाहिँदैन विगतको दिनमा हेर्दै चुनौती त कति खपे खुसीको दाग लाग्दा परिवार समाजले हेप्थे गाइज हामी चलो फाइनली पिङसिङ खेलेर ऱ्याप स्याप हानेर एकछिन बसेर रमाइलो गरेर अनि हेभी गो वी आर रिटर्निङ होम सुदर्शन साथी मनोज साथी एन्ड इट्स मी बोय आर्यन मास्के होइन र हामी जाँदैछौँ हाम्रो आलन्दाकोतिर अनि रातिको 12-1 बजेतिर हामी 12 बजेर 36 मिनट एज यु क्यान सी है त हामी जाँदैछु मैले ल अगाडि त थाहा पाइ नै सक्नुभयो होला हाम्रो आजको ब्लग यहीँ नै टुङ्गिनु लागेको छ भनेर किनभने हाम्रो अब सबै कुरा सकिसकेको थियो र हामी 2 दिनदेखि केरखामै बसिरहेको थियौँ होइन सो इट वाज अ ग्रेट डेज होइन मजा नै आएर हामी भर्खरै यता घर पनि आइपुगेको यस्तो धुलो बाटो थियो होइन अनि इट वाज लाइक एडभेन्चरस टाइम भनौँ न केरखामा योपालि एकदम रमाइलो पनि भयो अनि हाम्रो भोलि सो पनि छ होइन सो हाम्रो भोलि सो चाहिँ कहाँ के छ भन्दाखेरि चाहिँ भोलि एउटा फेरि नयाँ ब्लग आउने छ त्यो ब्लग पनि तपाईँले चेक गर्नुहुन्छ भनेर मलाई आशा राखेको छु सो मन पऱ्यो मलाई यसको सेयर कमेन्ट गर्नु नबिर्सिदिनु होला र मैले आशा यो पनि राखेको छु कि तपाईँहरूले यो भिडियो पनि अन्तिमसम्म हेरिदिनु भएको छ भनेर सो ल स्टे ट्युन फर मोर ब्लग्स अनि अब अगाडि गएर भेटौँ जय शम्भो